सो हे गाइस नमस्ते सबैजनालाई होइन उहाँ दिदीलाई सबैले चिन्नुहुन्छ होला एकदम अहिले सोसल मिडियामा पुरा भाइरल भइराख्नु भएको छ होइन मलाई यसमा केही टपिक बोल्ने मन थिएन होइन तर म भद्रज दालाई त एकदम पहिलादेखि नै उहाँको भिडियोहरू हेरिरहेको थिएँ उहाँको एकदम सपोर्ट गरिरहेको थिएँ होइन उहाँले एकदम मलाई त एउटै क्वेसन गर्नु छ कि उहाँ दिदीले चाहिँ भद्रज दालाई चाहिँ कति पैसा दिनुभएको रहेछ क्या कसैले कति पैसा दिनुभएको रहेछ क्या घर बनाउनुको लागि होइन म त एउटा फिलहाल इन्डियाको मान्छे हो होइन म नेपालको उयसमा त बोल्नु छैन होइन तर म कति सोसल मिडियामा हेर्दैछु उहाँले एकदम यो भएन त्यो भएन होइन अहिले रेखा भनेको सिङ्गरमा नि टचमा यस्तो गर्यो उस्तो गर्यो अरे दिदी खुट्टा तान्नेमा किन भाइरल हुनुहुन्छ तपाईँ सोसल मिडियामा गर्नुहुन्छ नि तपाईँ राम्रो काम गर्नुहोस् राम्रो एकदम सोसल मिडियामा राम्रो काम गर्नुहोस् न सोसल मिडियामा अभियसली तपाईँले राम्रो काम गर्नु भने राम्रै सक्सेस हुनुहुन्छ होइन म तपाईँलाई नराम्रो भन्नु नि खोजेको होइन म भद्रज दाको एकदम किनभने उहाँको एकदम काम एकदम राम्रो छ काम जो मान्छेको घर थिएन त्यो 4 जना नानीको घर थिएन घर आयो खानु पायो मान्छेले कति ट्रिटमेन्टहरूदेखि लिएर सबै पाइरहेको छ तपाईँले एकदम त्यसरी राम्रो मान्छेलाई त्यसरी भाइरल नगर्नु तपाईलाई यही प्रश्न छ भने तपाईँ आफ्नो देशको पछि जानु होइन तर म यति नै भन्छु तपाईँलाई गाली दिएर यो दिएर मलाई त्यसमा केही फाइदा छैन होइन जस्ट मेरो एउटा टपिक मात्रै हो जसले राम्रो काम गरिरहेको छ उसलाई खुट्टा नतान्नु उसलाई खुट्टा तान्नु भने पछि तपाईँकै खुट्टा काटिने डर पनि हुन्छ सो यति भन्दै मेरो चाहिँ यति नै हो उहाँलाई उयो नगर्नुहोस् आफ्नो काम गर्नुहोस् आफ्नो काममा फोकस गर्नु अर्काको काममा नगर्नु क्या